So it's Friday. 2 बजे दिउँसोको लगभग 2:10 हुन लाग्यो। बिहानभरि हिउँ परेर पुरा यस्तो छ अवस्था कम्पनीको। हेर्दाखेरि त रमाइलै छ, बट यो हिउँ पर्दाखेरि ड्युटी छुट्टी पऱ्यो भने चाहिँ अलिकति च्याउ नै हुन्छ। लड्ने चिप्लिने समस्या अलिक बढी हुन्छ हैन। हेर्दाखेरि रमाइलो देखिन्छ, रुखहरू पनि टक्क गजब गजब देखिरहेछ। सही देखिन्छ यो चाहिँ। तर यो फेरि जमेर चिप्लिने समस्या चाहिँ अलिक बढी नै हुन्छ फेरि। अहिले जमेको छैन जस्तो लाग्छ, पुरै जमिरहेछ अहिले। यस्तो राम्रो देखेको अवस्था। सो इट्स स्लोभाकिया। अलि फेब्रुअरी आज कति 20-21 भयो होला। अब बिस्तारै घाम लाग्ने टाइममा हिउँ परिरहेछ आजकल। अझै 2-3 दिन हिउँ पर्ने, अनि नेक्स्ट विक फेरि पानी पर्ने देखाइरहेछ। सो यस्तो छ अवस्था। ओके, सो हेर्दा त रमाइलै छ, राम्रो देखिन्छ हैन, बट इट सक्स। परे गऱ्यो भने चाहिँ हिँड्न पनि गाह्रो, कतै जान पनि गाह्रो। वालहरू कस्तो राम्रो देखेको छ, गाह्रो देखेको छ। यस्तो छ। यो चाहिँ हाम्रो कम्पनीको गेटमा टक्क यस्तो कार्ड राखेर, झन्डै खसेको कार्ड पनि यस्तो खोल्नुपर्छ यसरी। ओके, सो यस्तो छ अवस्था। वाल चाहिँ खतरा देखेछ, हिउँ टकटक टकटक बसेको भएर। यो चाहिँ पाकेता एन्ड अर्को के भएको थाहा छैन। पार्सलहरू अनलाइन सपिङ गरेर चाहिँ यसमा आउँछ अनि टक्क लिने जाने। मैले पनि यो जुत्ता चाहिँ पाकेता टेमुबाट मगाएको, पाकेता नै आएको थियो। यस्तो छ घरहरू, रुखहरू, हिँड्दैछ। हेर्दै हिलोमा कुल्छ, यता चिसो भयो। यो चाहिँ हाम्रो बस स्टेसन। अब छोड्दैछु बस अनि जानुपर्छ है त। बाई बाई।